नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले बाल कथाहरू लिएर आएको छु। कथाकार विनय कसजुज्यूद्वारा लेखिएका तथा सम्पादन गरिएका बाल कथाहरू। स्रोत balsansar.org। पहिलो कथा रहेको छ चौरी खर्कमा ऊँट। कथाकार विनय कसजु। दशैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईसँगै हवाई जहाजमा राखेर लिएर आउनु है। विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु। बाको कुरा विकासले के मान्थ्यो? हाम्रो चौरी गोठमा बस्छ, चौरीले खाने घाँस कुँडो त्यसले पनि खान्छ। उसले ऊँट जसरी पनि लिएर आउन भन्यो। आफूले कसैलाई दुःख नदिने र चौरी खर्कका ऊँट चराउने कुरा पनि बतायो। ऊँट नलाइदिए आफू स्कुल नजाने बासँग पनि नबोल्ने भन्दै जिद्दी पो गर्न थाल्यो। विकासका बालाई फसाद पर्यो। तैपनि उनले सम्झाउँदै भने, तिम्रो स्कुलको भूगोल पढाउने मिससँग सोध त बाबु, ऊँट कस्तो ठाउँमा बस्छ, के खान्छ, अनि मिसले पनि ल्याउन भन्नुभयो भने म ल्याइदिन्छु। मिसलाई त जसै मनाउँछु भन्दै विकास गदगद भयो। म्याग्दीको खोप्रा लेक छेउ बस्ने विकासका बा समर सारू खाडी देशमा गएको 4 वर्षभन्दा बढी भइसकेको थियो। त्यहाँ उनी एकजना धनी शेखको ऊँट गोठमा काम गर्थे। साहुका विश्वास पात्र थिए उनी। आम्दानी राम्रै थियो। त्यसैले अरबको मरुभूमिको उखर माउलो गर्मी पनि उनले सहेर बसेका थिए। उनले चाहे अरबबाट 2-4 जोडी ऊँट ल्याउन नसक्ने थिएनन्। यता भूगोल पढाउने मिसको पढाउने पालो कुर्दै थियो विकास। मिस आउने बित्तिकै उसले मिससँग सोध्यो, ऊँट कहाँ पाइन्छ मिस? मरुभूमिमा। मिसले उत्तर फर्काउनु भयो। मरुभूमि भनेको के हो नि? विकासले फेरि सोध्यो। त्यस्तो ठाउँ जहाँ बालुवा मात्रै हुन्छ, पानी हुँदैन, त्यसैले रुख पात हरियाली केही पनि हुँदैन। मिसले जवाफ दिनुभयो। त्यसको घाँटी चाहिँ किन लामो हुन्छ नि मिस? विकासले जान्न खोज्यो। मिसले ऊँटको चित्र देखाउँदै भन्नुभयो, यता राम्ररी हेर त, ऊँटको घाँटी कति लामो छ हेर। ऊँटले घाँस खान्छ। मरुभूमिमा सजिलोसँग घाँस पाइँदैन। कतै कतै काँडा भएका अग्ला रुख हुन्छन्। अग्ला रुखको पात खानु परेको हुनाले त्यसको घाँटी लामो भएको हो। विकासले ऊँटको खुट्टाको पाइताला देखाउँदै सोध्यो, ऊँटको खुट्टाको पाइताला किन त्यस्तो बाक्लो गद्दा जस्तो भएको मिस? मरुभूमिमा बालुवा हुन्छ। घोडा वा गाई जस्ता जनावरका खुट्टा बालुवामा गड्छ र हिँड्न मिल्दैन। ऊँटको पाइताला बाक्लो, चाक्लो र नरम गद्दा जस्तो हुन्छ। भुइँमा थिचिँदा त्यो झन फुकेर चाक्लो हुन्छ अनि बालुवामाथि हिँड्न सजिलो हुन्छ। मरुभूमिमा धेरै दिनसम्म भारी बोकेर हिँड्न सक्ने भएको हुनाले ऊँटलाई मरुभूमिको जहाज पनि भनिन्छ। मिसले व्याख्या गर्नुभयो। मरुभूमिमा त पानी नै पाइँदैन भन्नुभयो नि मिस? धेरै दिनसम्म हिँड्दा उसलाई पानी खानु पर्दैन? विकासले सोध्यो। हो, वास्तवमा ऊँटको विशेष गुण भनेको यही नै हो। उसको जिउमा पानी र चिल्लो कुरा सँगालेर राख्ने विशेष अङ्ग हुन्छ। यसैले ऊँट एक सातासम्म पानी र खानेकुरा नखाई मरुभूमिमा हिँड्न सक्छ। मिसले यसो भन्दा विकास दङ्ग पर्यो। त्यसो भए मिस, चौरीलाई जसरी दिनदिनै खर्कमा चराउन लैजानु पर्ने रहेनछ, शनिबार छुट्टीको दिन चरायो भने एक सातालाई पुग्ने रहेछ, होइन त मिस? विकासको कुरा सुनेर मिस छक्क पर्नुभयो। के कुरा गरेको? चौरी खर्कमा पनि कहीँ ऊँट चढ्न सक्छ र? न त उसलाई खानेकुरा मिल्छ, न बस्ने ठाउँ, न यहाँको हावापानी नै मिल्छ। मलाई बुबाले दशैंमा घर आउँदा अरबबाट एक जोडी ऊँटको पाठापाठी ल्याइदिन्छु भन्नुभएको छ मिस। विकासले स्पष्ट पार्न खोज्यो। खेलौना ऊँट होला? मिसले अपत्यारिलो स्वरमा भन्नुभयो। साँच्चै हो, तपाईले यहाँ बाँच्छ भन्नुभयो भने बुबाले ऊँट ल्याइदिनुहुन्छ रे। हुन्छ भन्नुहोस् है मिस, म राम्ररी पढ्छु के? विकासले जिद्दी स्वरमा भन्यो। अनि मिसले सम्झाउँदै भन्नुभयो, हेर विकास, हाम्रो पहाड मरुभूमिमा फेरियो भने मात्रै यहाँ ऊँट बढ्न सक्छ, नत्र सक्दैन। अनि हाम्रो पहाड मरुभूमि हुन्छ कि हुँदैन? भयो भने कहिले हुन्छ मिस? विकासले उत्सुकतापूर्वक सोध्यो। हिमालमा हिउँ जम्न र पहाडबाट पानीका मूल रसाउन छाडेर डाँडापाखा नाङ्गा भएपछि पहाड मरुभूमि बन्छ। अनि यहाँ न त अन्न फल्छ न फलफूल। अनि यहाँ मानिसको के कुरा, पशुपक्षी पनि बस्न सक्दैन, मिसले भन्नुभयो। त्यस्तो कहिलेसम्म हुन्छ मिस? विकासले जान्न खोज्यो। त्यो त भन्न सकिन्न विकास, अड्कल मात्रै गर्न सकिन्छ। तर हामीले हाम्रो हावापानीलाई बिगार्ने काम गर्यौं भने चाँडै नै हिमाल र पहाड मरुभूमि बन्न सक्छ, मिसले स्पष्ट पार्नुभयो। धेरै वर्ष लाग्ने हो कि मिस? मलाई त चाँडै नै चौरी खर्कमा ऊँट चराउन मन लागेको थियो, विकासले ढुक्क हुँदै भन्यो।
त्यस्तो रहर नगर विकास। विकासका कुराले अक्क न बक्क पर्नु भएको मिस कक्षा कोठाबाट बाहिरिनु भयो। राति विकास सपनाको चौरी खर्कमा ऊँट चढेर घुम्दै थियो। त्यहाँ ऊँटको बथान थियो र चौरी एउटा पनि थिएन। भोक लागेर ऊ चौरी गोठमा गयो, तर अगेनोमा न त चौरीको दुध उम्लिरहेको थियो न घिउ र छुर्पी नै। उवाको सातु राख्ने ढुङ्ग्रो समेत रित्तो थियो। डरले आत्तिएर ऊ सपनामै चिच्याए, बा चौरी खर्कमा ऊँट नल्याउनुहोस्। कथा रहेको थियो चौरी खर्कमा ऊँट। कथाकार विनय कसजु। उहाँद्वारा नै लेखिएको अर्को कथा रहेको छ ढड्डु मुसाको बकबक। कथा नसुनी मायालाई निद लाग्दैन थियो। साँझ दुध भात खाएपछि ऊ ओछ्यानमा पल्टिन्थे अनि मैले उसलाई कथा सुनाउँथे। राजकुमारीले भ्यागुतालाई माया गरेर मुहाई खाई। अचानक भ्यागुतोको रूप फेरियो। राजकुमारीको हातबाट भ्यागुता बिलायो। उसको अगाडि सुन्दर राजकुमार उभियो। ऊ यस्तै कथा सुन्न रुचाउँथे, तर कथा टुङ्गिन नपाउँदै माया निदाइसक्थे। उसले पुरै कथा कहिल्यै सुन्न भ्याउन्नथे। माया निदाए पनि मैले कथा बिचैमा रोक्दिनथे। कोठामा मेरो कथा सुन्ने अरू पनि हुन्थे। मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछि पछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे। टाटे भुइँमा बस्थ्यो। मैले कथा सुनाउँदा ऊ मतिर फर्कन्थ्यो र बडो ध्यान दिएर सुन्थ्यो। पाटे भने कहिले ओछ्यानमाथि मायासँगै बस्थ्यो भने कहिले खाटमुनि गएर मुसालाई ढुकेर बस्थ्यो। तर कथा सुनाउन थालेपछि ऊ पनि हल्ला नगरी बस्थ्यो। एक दिन पानी परिरहेको थियो। अलिअलि जाडो थियो। मैले राजकुमार भ्यागुताको कथा सुनाउन थाले, तर कथा सुरु हुने बित्तिकै माया निदाइहाली। मलाई कथा सुनाउन अल्छी लाग्यो। मलाई पनि निद लाग्यो। सपनामा पनि टाटे र पाटे दुवैले बडो ध्यान दिएर मेरो कथा सुनिरहेका थिए। मैले कथा भन्न छाडेको देखेर टाटे कुई कुई करायो। पाटे पनि खाटमुनिबाट निस्केर म्याउ म्याउ गर्न थाल्यो। हुन्छ हुन्छ, म कथा सुनाउँछु, मैले भने। ती दुवै खुसी भए र मतिर ध्यान दिएर हेर्न थाले। मैले सुनाउन लागेको कथा तिनीहरूकै कथा थियो। यो घरमा आउँदा सुरुमा टाटे र पाटे खुबै झगडा गर्थे। एक अर्कालाई देखि सहँदैनथे। एक दिन टाटेको भागमा राखेको मासु पाटेले चोरेर खाइदियो। होइन, यो कुरा झुटा हो। त्यो दिन मैले मासु चोरेको थिएन। मेरो भागमा पनि मासु थिएन। दुवैको भागको मासु ढड्डु मुसाले खाएको थियो। त्यसै म माथि शङ्का गरेर टाटेले मलाई झम्टेको हो। त्यस्तो झुटो आरोप लाग्यो भने टाटेलाई पनि रिस उठ्छ। उठ्दैन त टाटे? अचानक पाटेले आफू निर्दोष भएको कुरा सुनायो। मलाई त तिमीमाथि नै शङ्का लागेको थियो। अहिलेसम्म पनि त्यो शङ्का मेटिएको छैन, बुझ्यौ? टाटे कुकुरले पाटेको कुरा पुरै पत्याएको थिएन। त्यसो भए त्यो ढड्डु बिरालोलाई सोध, सबै कुरा थाहा भइहाल्छ, पाटे बिरालोले भन्यो। उसको कुरा टुङ्गिन नपाउँदै दुलाबाट ढड्डु मुसा फुत्रुक्क बाहिर निस्क्यो। ऊ बिरालोसँग सतर्क हुँदै टेबलमाथि पुग्यो र भन्न थाल्यो, हो त्यो दिन तिमीहरूको भागको मासु सुटुक्क खाइदिएर तिमीहरूलाई लडाएको मैले नै हो। यति भन्दै ऊ मजाले हाँस्यो। कस्तो बदमास रहेछ यो, आफूले मासु खाएर हामीलाई लडाउने? कुकुरले ठुला ठुला आँखाले ढड्डुतिर हेर्दै भन्यो। त्यो दिन छन्डै हामी दुवैलाई घरपेटीले घरबाट निकालेको। रातभरि बाहिर बस्न पर्यो। किन यस्तो बदमासी गरेको? मुसा फेरि जोडले हाँस्यो। उसले कम्मरमा हात राख्दै भन्यो, तिमीहरूलाई घरपेटीले यो घरबाट निकालेको भए मलाई हाइसन्चो हुन्थ्यो नि। मुसाको कुरा सुनेर मलाई पनि रिस उठ्यो। मेरो घरमा बसेर मेरै साथीहरूलाई तैँले धम्की दिने पख तँलाई, मैले भने। मेरो कुरा सुनेर ढड्डु मुसा फेरि हाँस्यो। उसले भन्यो, यो घर तिम्रो हो भन्ने भ्रममा रहेछौ तिमी। तिमी यो घरमा आएको कति वर्ष भयो नि त? हामी त यहाँ पुस्तौं पुस्तादेखि बस्दै आएका छौँ। वास्तवमा यो घरको मालिक हामी पो हौ। तिमी त किराया तिरेर बसेका हौ। उसको कुरा सुनेर कसलाई रिस नउठ्ला, मैले भने। मेरै भान्साको खानेकुरा माछा मासु चोरेर मोटाएका छौ। अझै मलाई नै आँखा तर्छौ। धेरै फुर्ती लायो भने तिम्रो पुरै वंशलाई थपाइदिन्छु। भोबो धेरै धक्कु नलगाऊ, सक्ने भए गरिसक्थ्यौ। बिरालो र कुकुरको मद्दत लिन पर्दैन थियो। यति भनेर ढड्डु मुसा टेबलबाट बुरुक्क उफ्रेर दुलोभित्र पस्यो। पार्टीले झम्टन खोज्यो, तर भेट्टाउन सकेन। न्यार्रा गरेर रिस पोख्यो। कोठाभित्र धेरै हल्ला भएकोले मायाको निन्द्रा खुल्यो। उसले आँखा मिच्दै आफ्नो वरिपरि हेरी। मलाई कुर्सीमा बसेको देखेर उसले सोधे, अनि त्यो राजकुमारीले भ्यागुतालाई के गरी? पुरै कथा सुनाउनुहोस् न। जहिले पनि त्यही भ्यागुतो राजकुमारको कथा कति सुन्ने, नयाँ कथा छैन? दुलोभित्रबाट आवाज, उही ढड्डु मुसाको आवाज आयो। ढड्डु मुसाको कुरा सुनेर माया छक्क परी। उसले भनी, कस्तो बाठो मुसा रहेछ, दुलोभित्र बसेर कथा सुन्दो रहेछ। मेरो छिमेकमा बस्ने मुसाहरूले टेलिभिजन हेर्छन्। यहाँ त कथा सुनेर चित्त बुझाउनु पर्छ। तर ठिकै छ, तिम्रा भालाई धेरै कथा भन्न आउने रहेछ। कथाले टेलिभिजनको धित मार्छ भने किन टेलिभिजन नै हेर्नु पर्यो र? होइन त माया?
ढट्टु मुसाको चिप्लो कुरा सुनेर माया हाँसी। मेरो पनि रिस मर्यो। तिमीलाई कस्तो कथा मनपर्छ? मायाले ढट्टु मुसासँग सोधे। मलाई त मेरै कथा मनपर्छ नि। एउटा मुसाले कसरी जङ्गलको राजा सिंहलाई जोगायो भन्ने कथा तिमीले सुनेकी छौ? अहिलेसम्म हामीले बिरालोको घाँटीमा घन्टी झुन्ड्याउन सकेका थिएनौं, तर तिम्रो बुबाले एक दिन मुसाहरू मिलेर कसरी बिरालोको घाँटीमा घन्टी बाँध्न सफल भयो भन्ने कथाहरू पनि सुनाउनु भयो। साँच्चै तिम्रो बुबाले मुसा राजा भएको अनि मुसाको छोरो युवराज भएको कथा सुनाउनुहुन्न? ढट्टु मुसाको बठाई बल्ल मैले बुझेँ। मैले भने, अब तिमी राजा भएको, तिम्रो छोरा युवराज भएको सपना नदेख। त्यो जमाना गयो। अब सबैजना मिलेर बस्नुपर्छ, बुझ्यौ? त्यसो भए मुसाले गल्ती गरेको र बिरालोले मुसालाई सजाय दिएको कथा पनि लेख्न छाड, ढट्टु मुसाले भन्यो। उसको कुरा सुनेर मलाई रिस उठ्यो। कस्तो कथा लेख्ने, कस्तो नलेख्ने भनेर तिमीले मलाई सिकाउने? म त स्वाभिमानी लेखक हुँ। मनमा लागेको कथा लेख्छु। तिमीले अराएको कुरा लेख्छु र? ठिकै छ, तिमीले बाघ, भालु, चितुवाको कथा लेख्छौ भने हामीलाई पनि सुन्न कर छैन। जसको कथा हो उसैलाई सुनाऊ भन्दै ढट्टु मुसा दुलोभित्र हरायो। हाम्रो कुरा मायाले मात्रै होइन, टाटे र पाटेले पनि ध्यान दिएर सुनिरहेका थिए। मुसा हराएपछि मायाले भने, मुसाको कुरा ठिकै त हो नि बुबा। टाटेलाई कुकुरको कथा मनपर्छ, पाटेलाई बिरालोको कथा मनपर्छ, होइन त पाटे? त्यो त हो, तर मलाई मुसाले बिरालोलाई जितेको कथा पटक्कै मन पर्दैन, पाटेले भन्यो। उसको कुरा टुङ्गिन नपाउँदै टाटेले थप्यो, हो, मलाई पनि अरू पशु पंक्षीले कुकुरलाई हेपेको, कुकुरलाई मूर्ख बनाएको कथा मन पर्दैन। तिनीहरूको कुराले मलाई गम्भीर बनायो। मैले भने, हेर, सबैजना आफू बाठो र बहादुर भएको कथा सुन्न चाहन्छन्। अहिलेसम्म लेखिएका कथाहरू यस्तै छ। एउटा पक्षले अर्को पक्षलाई जितेको, मारेको, दास बनाएको कथाहरू धेरै छन्। कुराकानी र मेलमिलाप गरेर लडाई झगडाको समाधान गरेको कथा लेख्न बाँकी नै छ। हो, धेरै अर्थी उपदेश दिनु पर्दैन। लडाई झगडा ढिस्यु भएन भने कसले सुन्छ तिम्रो कथा? दुलोबाट निस्केर ढट्टु मुसाले फेरि बकबक गर्न थाल्यो। उसलाई देख्ने बित्तिकै पाटे बिरालोको कन्सिरी तातिहाल्यो। रिसले उसले आँखा देखेन, झम्म झम्टिहाल्यो। बिजुली चम्के चाहिँ ढट्टु मुसा दुलोभित्र लुकिहाल्यो। बिचरा पाटे भित्तामा नराम्ररी ठोक्कियो। उसको मुखमा घाउ भयो। हाउ हाउ पाटेको समर्थनमा टाटे जोडले भोक्न थाल्यो। माया रमाइलो मानी हाँसिरही। कथा रहेको थियो ढट्टु मुसाको बकबक। कथाकार विनय कसोजुज्यू। त्यसै गरी उहाँले नै लेख्नु भएको अर्को कथा रहेको छ बिरालोको सम्मान। बिरालोको घाँटीमा घन्टी बाँध्ने समस्याले हामीलाई कहिल्यै छोडेन। अब यो कुरामा समय खेर नफालौं, बरु सकिन्छ भने अरू कुनै उपाय निकालौँला। दारीवाल मुसाले जुङ्गा मुसार्दै भन्यो, यो हामी मुसा जातिको जीवन मरणको समस्या हो। यस्तो महत्त्वपूर्ण समस्यालाई त्यत्तिकै छाट्न कहाँ हुन्छ? तन्नेरी मुसाले कुरा काट्यो। हामीभन्दा पहिले पनि यो विषयमा धेरै छलफल भइसकेको छ। बिरालोको घाँटीमा घन्टी बाँध्ने कोसिस गर्दा धेरै मुसा शहीद भइसकेका छन्। कथङ कताजेद कोही सफल भए र बिरालोले धेरै दिनसम्म घाँटीमा घन्टी बाँधेर बस्दैन, चुडालेर फालिहाल्छ। यसैले अब बिरालोको घाँटीमा घन्टी बाँध्ने योजना छाडिदिउँ भनेको हो। दारीवाल मुसाले आफ्नो कुरा मनाउन खोज्दै भन्यो। यसैबीच एउटा दुब्लो मुसाले बिरालोको नक्कल गर्दै जोडले म्याउ गर्यो। सबै मुसाका कान ठाडा भए। बिरालो आयो कि भनेर सबै मुसा चनाखा भए। अनि दुब्ले मुसाले ताली बजाउँदै सबैको ध्यान आफूतिर तान्यो र बिरालोको घाँटीमा घन्टी झुन्ड्याउने नयाँ उपाय सुनायो। दुब्ले मुसाको कुरा सुनेर धेरै जसो मुसाहरू हाँसे। उसको कुरा धेरैले पत्याएनन्, तर 2-4 मुसाहरूले उसको समर्थन गर्दै भने, दुब्लेले भनेको उपाय एकपल्ट प्रयास गरेर के बिग्रन्थ्यो र? अनि एक दिन दुब्लेको योजना अनुसार मुसाहरूले ठूलो सभाको आयोजना गरे। सभाको प्रमुख अतिथिको रूपमा ढाडे बिरालोलाई निम्ता गरियो। टोलका अरू बिरालाहरूलाई पनि निम्तो पठाइयो। खिर खाने लोभले टोलका सबै बिरालाहरू मुसाहरूको सभामा भाग लिन आए। सभामा आएका बिरालाहरूलाई आयोजक मुसाहरूले स्वागत गर्दै मञ्चमा राखे। ढाडे बिरालोलाई प्रमुख अतिथिको आसनमा बसाले भने अरू बिरालाहरूलाई उनीहरूको बल र उमेर अनुसार मेलैसँग मञ्चमा आसन ग्रहण गर्न लगाए। मुसाहरूले गरेको सम्मान र सभाको प्रबन्ध देखेर बिरालाहरू मक्ख परे। दारीवाल मुसाको सभापतित्वमा सभाको कार्यक्रम सुरु भयो। सर्वप्रथम दारीवाल मुसाले ढाडे बिरालोलाई माला लगाएर सम्मान गर्यो। त्यसपछि मेलैसँग अरू बिरालाहरूको सम्मान गरियो। यसैबीच दुब्लो मुसाले स्वागत भाषण गर्दै भन्यो, यो 21औं शताब्दी शान्ति र मित्रताको शताब्दी हो। शत्रुलाई मारेर खाने र पेट भर्ने जमाना गयो।
मासु खान मन लाग्यो भने मानिसहरूले आफूले काटमार गर्दैनन्, होटलबाट झिकाएर खान्छन्। अब मुसा र बिरालोले पनि पुस्तौंको शत्रुता त्यागेर मिलेर बस्नुपर्छ। यसैले हामी मुसा जातिले हाम्रा मित्र बिरालाहरूलाई मेलमिलापको आह्वान गर्दै यो सम्मान कार्यक्रमको आयोजना गरेका हौं। दुपले मुसाको कुरा सुनेर मुसाहरू खुसी भए। बिरालाहरूले पनि ताली बजाए र समर्थन गरे। त्यसपछि मञ्चमा टेबलमाथि किस्तीमा विभिन्न आकार प्रकार र रंगका घण्टीहरू सजाएर ल्याइयो अनि सभापति दारीवाल मुसाले उभिएर बिरालाहरूलाई अनुरोध गर्दै भाषण गर्न थाल्यो। उसले भन्यो, एउटै घरमा बसे पनि आजसम्म हामी मुसा र बिरालाहरू आपसमा शत्रुता गरेर बसेका थियौं। आजदेखि हामी मुसा जाति बिरालाहरूलाई परम मित्र सम्झने र सम्मान गर्ने घोषणा गर्छौं र मित्र बिरालाहरूले पनि हाम्रो मित्रताको प्रस्तावलाई सम्मान गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ। त्यहाँ उपस्थित मुसा र बिराला सबैले ताली बजाएर मुसाहरूको घोषणाको स्वागत र समर्थन गरे। त्यसपछि दारीवाल मुसाले बडो विनम्र भएर बिरालाहरूसँग अनुरोध गर्यो, सम्माननीय मित्र बिरालाहरू हो, हामी मुसा जातिको यो घोषणाको चिनो र मित्रताको प्रतीक रूपमा हामीले तपाईहरूका लागि सानो उपहार टक्राउन चाहन्छौं। विश्वास छ यहाँहरूले हाम्रो यो प्रेमको चिन्हलाई सधैँ आफ्नो घाँटीमा सुभूषित गरेर हाम्रो मित्रतालाई सम्मानित र दिगो बनाउनुहुनेछ। दारीवाल मुसाको कुरा टुङ्गिन नपाउँदै चिटिक्क सजिएका राम्री राम्री मुसीहरूले एक एकवटा घण्टी लिएर अतिथि बिरालाहरूको घाँटीमा बाँधिदिए। पाहुना बिराला र उपस्थित मुसाहरू सबै प्रसन्न देखिए। त्यसपछि प्रमुख अतिथि ढाँडे बिरालोले उभिएर भाषण गर्न थाल्यो। उसले भन्यो, मित्र मुसाहरूले व्यक्त गर्नुभएको भावनाबाट हाम्रो पनि आँखा खुलेको छ। अब मित्रताको युग सुरु हुनेछ भन्ने कुरामा हामी ढुक्क छौं। मित्र मुसाहरूले दिनुभएको यो सम्मान र उपहारको हामीले सम्मान गर्नेछौं। यसलाई जीवनभरि आफ्नो घाँटीमा धारण गर्नेछौं। बिरालो र मुसाहरू बीचको मित्रतालाई दिगो बनाउन हामीले पनि कोसिस गर्नेछौं। ढाँडे बिरालोको कुरा सुनेर मुसाहरूले धेरै बेरसम्म ताली बजाए र खुसी जनाए। कार्यक्रमको आखिरमा मुसाहरूले बिरालाहरूलाई पेटभरि खीर खुवाएर विदा गरे। दुपले मुसाको बुद्धि देखेर सबै मुसा दङ्ग परे। उनीहरूले दुप्लेलाई काँधमा बोकेर टोलभरि घुमाए र मिठा मिठा खानेकुरा दिए। त्यस दिनदेखि बिरालाहरूले जहाँ जहाँ पनि घाँटीमा घण्टी झुन्ड्याएर जान थाले र मुसाहरू पनि निर्धक्क भएर घुम्न थाले। अब लागौं अर्को बालकथातर्फ। कथाको शीर्षक खेलाडी गुफी र रोबोट। यो डिज्नील्यान्ड कार्टुन कथाका पात्रहरूमा आधारित कथा हो, जसलाई अनुवाद गर्नुभएको छ कथाकार विनय कसोजुज्यूले। दौड सुरु भइसकेको थियो। खेलाडीहरूलाई उत्साहित गर्न दर्शकहरूले ताली बजाएर हल्ला गरिरहेका थिए। दौड सकिने अन्तिम रेखामा फोटो पत्रकारहरू फोटो खिच्न तयार थिए। खेलाडी गुफी बेतोडले दौडदै लाइनमा आइपुग्यो। उसले दौड प्रतियोगितामा जित्यो। गुफी साँच्चै महान खेलाडी हुन्। गुफीलाई रुचाउने दर्शक चिच्यायो। ऊ बतास चाहिँ दगुर्छ, अर्को करायो। तर त्यहाँ गुफीले जितेकोमा खुसी नहुने एकजना थियो। त्यसको नाम पिटे थियो। ऊ दुष्ट थियो। मेयरले गुफीलाई पुरस्कार दिएको पिटेले हेरिरहेको थियो। मेयरले गुफीलाई पदकसँगै ठूलै रकमको चेक पनि दियो। गुफीले पाउने त्यो अन्तिम रकम हो। पिटेले मनमा नै भन्यो, अब हुने दौडमा यो चेक मैले पाउनेछु भन्दै पिटेले खुट्टा बजार्यो। पुरस्कार बाँडेपछि मेयरले लामो भाषण गर्न लागेका थिए, तर गुफीले मेरो अलिकति काम बाँकी छ भन्दै त्यहाँबाट हिँड्यो। सबैभन्दा पहिले ऊ बैंकमा गयो। उसले चेक साटेर नगद लियो। त्यसपछि ऊ खेलकुदका सामान बेच्ने पसलमा गयो। त्यहाँ उसले रकेट, ब्याट, बल र खेलका थुप्रै सामान किन्यो। ती सामानको भारी बोकेर त्यहाँबाट ऊ दगुर्दै एउटा घरमा पुग्यो। त्यो घरमा आमा बा नभएका टुहुरा केटाकेटीहरू बस्थे। हेर त केटा हो, मैले तिमीहरूको लागि के ल्याएको छु, उसले ती केटीहरूलाई भन्यो। खेलाडी गुफी उनीहरूलाई कहिले आए पनि उनीहरू खुसीले उफ्रन्थे। गुफी उनीहरूको सबैभन्दा असल साथी थियो। गुफीले सबै केटाकेटीहरूलाई खेलकुदका सामान बाँड्यो। उनीहरूले गुफीलाई धन्यवाद दिए। टुहुरा घरका व्यवस्थापनले पनि उसलाई धन्यवाद दियो। अर्को साता फेरि दौड प्रतियोगिता हुनेछ। खेलाडी गुफीले भन्यो, त्यसमा जिते भने पुरस्कारको रकमले केटाकेटीलाई खेल्नको लागि अगाडिको चोर किनिदिन्छु। त्यति भएपछि उनीहरूलाई उफ्रन खेल्न ठाउँ पुग्छ। तर दुष्ट पिटेले अर्कै चाल चल्ने तयारी गर्दै थियो। उसले रकेट रोबोट बनाउँदै थियो। रोबोट तयार भएपछि त्यसलाई गुफीसँग दौडने उसको विचार थियो। मेरो रोबोट साँच्चीकै खेलाडी जस्तै देखिनेछ, त्यसैले सबैलाई झुक्क्याउनेछ, पिटेले मनमा नै हाँस्यो। अर्को साता खेलाडीहरू मैदानमा भेला भए। खेलाडी गुफीलाई हेर्न त्यहाँ दर्शकहरूको भिड लाग्यो। उनीहरू गुफी दौडेको हेर्न यति आत्तिएका थिए कि
दुष्ट पिटीले ल्याएको नयाँ खेलाडीतिर उनीहरूको ध्यानै गएन। उसको नाम जिप्पी हो। पिटीले दौड प्रतियोगिताका निर्णायकहरूलाई भन्यो। खेलाडीहरू दौडिने तयारीमा लाइनमा उभिएको बेलामा पिटे पर्खालको आँटमा लुक्यो। ऊ रोबोटलाई टाढेबाट चलाउने रिमोट कन्ट्रोलको बटन थिच्न तयार भएर बस्यो। उसलाई कसैले नदेखोस् भन्ने कुरामा ऊ सतर्क थियो। 1, 2, 3 को आवाजसँगै खेलाडीहरू बेतोडले दगुर्न थाले। खेलाडी गुफी दौड जित्ने कुरामा ढुक्क देखिन्थ्यो। उसले टुहुरा केटाकेटीहरूको बारेमा सोच्दै थियो। टुहुराहरूको लागि खेल्ने चौर किन्न यो दौड जित्नै पर्छ भन्ने उसको मनमा थियो। उता पिटे पर्खालको कुनामा बाहिर निस्केर रोबोटलाई दौडने प्रयास गर्दै थियो। हरेक कदममा जिप्पी रोबोट भन्दा गुफी अगाडि दगुर्दै थियो। खेलाडीहरू अन्तिम रेखामा पुग्नै लागेका थिए। पिटे कराए, तैँले जित्न पाउनस् गुफी। यति भन्दै पिटेले रोबोटलाई अझै बेतोडले दौडाउन कन्ट्रोलरको एक्स्ट्रा फास्ट बटन थिच्यो। अचानक जिप्पी रोबोट हावा जस्तै सुइँ दौडदै अन्तिम रेखा नागेर दौड जित्यो। खेलाडी गुफी दुखी भयो। दौड हारेपछि टुहुरा केटाकेटीका लागि खेल्ने चौर किन्न सकिन्थ्यो। तैपनि सच्चा खेलाडी भएको हुनाले उसले जिप्पीलाई बधाई दियो। मेयर पनि जिप्पीसँग हात मिलाउँदै भन्यो, लौ ल्याउ तिम्रो पदक र चेक। मेयरले जिप्पीलाई पदक र चेक दिन लागेको बेलामा पिटी आइपुग्यो। उसले विषयमा पदक र चेक लिँदै चिच्यायो, यो म लिन्छु, म उसको म्यानेजर हुँ। पिटीले रोबोटलाई यति जोडले दौडन लगाएको थियो कि त्यसका पूर्जाहरू भाँचिएर टुक्रा टुक्रा होला भन्ने उसलाई डर थियो। त्यसैले उसले पुरस्कार लिन यस्तो हतार गरेको थियो। चेक र पदक हातमा परेपछि पिटीले जिप्पीलाई दिएर दगुर्न थाल्यो। अचानक रोबोटको कानबाट धुवाँ निस्कन थाल्यो अनि त्यसभित्रको स्प्रिङ छुट्टियो। त्यसपछि रोबोटको टाउको खस्यो। त्यो त खेलाडी होइन, रोबोट हो, मेयरले भने। टोक्रिएको रोबोटलाई त्यहीँ छोडेर पदक र चेक लिएर पिटे त्यहाँबाट भाग्न खोज्यो। मेयरले उसको बाटो छेक्दै भन्यो, त बेइमान, भाग्न पाउन्नस्, रोबोटलाई खेलाडीसँग भिडाउन पाइन्न, तैँले बेइमानी गरिस्। अनि मेयरले उसको हातबाट पदक र चेक खोसेर लिए। उनले खेलाडी गुफीलाई चेक र पदक दिँदै घोषणा गरे, वास्तविक विजेता तिमी हौ, जहिले ट्रिक गरे पनि म समातिन्छु भन्दै पिटीले रिसले भुइँमा खुट्टा बजार्यो। दौड जितेपछि खेलाडी गुफीले आफ्नो वचन पूरा गर्यो। उसले पुरस्कारको रकमले खेल्ने चौर किन्यो अनि उसले टुहुरा घरका व्यवस्थापकलाई भन्यो, अब बल्ल केटाकेटीहरूले मन फुकाएर खेल्न पाउने भए। व्यवस्थापकले उसको कुरामा सहमति जनाउँदै भन्यो, गुफी तिमी साँच्चै नै केटाकेटीहरूका सबैभन्दा असल साथी हौ, तिमी जस्तो साथी पाउनु ठुलो भाग्य हो। कथा रहेको थियो खेलाडी गुफी र रोबोट। लागौं अर्को बालकथातर्फ। कथाको शीर्षक राजुको होमवर्क कसले गरिदियो। कथाकार क्यारोल मोर, अनुवादक विनय कसुजु। राजुले आफ्नो होमवर्क कहिल्यै गर्दैन थियो। कस्तो बोर लाग्छ उसले भन्यो। ऊ जहिले पनि खेलिरहन्थ्यो। उसका शिक्षकहरूले भन्नुहुन्थ्यो, होमवर्क गरेनौ भने तिमीले केही पनि सिक्ने छैनौ। हुन पनि हो, उसलाई केही पनि आउन्न थियो। तर उसले के गरोस्, उसलाई होमवर्क भन्ने बित्तिकै दिक्क लाग्थ्यो। एक दिन राजु कोठामा एक्लै खेलिरहेको थियो। कोठाको कुनामा उसले बिरालो खेलौनासँग खेलिरहेको थियो। उसलाई पनि त्यो खेलौनासँग खेल्न मन लाग्यो। उसले अचानक त्यो खेलौनालाई च्याप्प समात्यो। तर त्यो त खेलौना होइन रहेछ, त्यो त खेलौना जत्रो ख्याक पो रहेछ। उसको जिउ भालुको जस्तो कालो रौँले ढाकिएको थियो। राजुको मुठीमा परेको सानो ख्याक आतियो। उसले राजुसँग निहोरा गर्दै भन्यो, मलाई त्यो बिरालोबाट जोगाऊ, तिमी जे भन्छौ मान्छु। उसको कुरा सुनेर राजु छक्कै पर्यो। सेतो भूतलाई मुठीमा पार्न सक्यो भने भाग्यमानी भइन्छ भन्ने उसले हजुरआमाबाट सुनेको थियो। उसलाई आफ्नो मुठीमा ठूलो भाग्य परे जस्तो लाग्यो। मेरो सबै होमवर्क यही ख्याकबाट गराउन पाए त सन्चै हुन्थ्यो। होमवर्कमा सबैभन्दा धेरै नम्बर ल्याउन पाए त जाँचमा पहिलो हुने थिए। राजुले विचार गर्यो। उसको जाँच आउन 1 महिना जति बाँकी थियो। उसले ख्याकलाई भन्यो, लौ मेरा सबै होमवर्क गरिदियो भने म तिमीलाई छाडिदिन्छु। राजुको कुरा सुनेर त्यो सानो ख्याक आतियो। उसले खुट्टा बजार्दै भन्यो, हे भगवान, कस्तो आपत आइलाग्यो। जे भए पनि बोलेको कुरा त पूरा गर्नै पर्यो। ख्याकको कुरा सुनेर राजु दङ्ग पर्यो। वचनको पक्का त्यो सानो ख्याक राजुको होमवर्क गर्न कसियो। उसले राजुको किताब र नोटहरू पढ्न थाल्यो। एकछिन पढेपछि उसलाई समस्या पर्यो। किताबमा उसले नजानेका धेरै शब्दहरू थिए। उसले राजुसँग भन्यो, तिम्रो होमवर्क त म गर्छु, तर तिमीले मद्दत नगरी हुँदैन, किनभने मलाई कतिपय शब्द थाहा छैन, तिनको अर्थ तिमीले बताइदिनु पर्छ। राजुले पनि खुसीसँग उसलाई मद्दत गर्छु भन्यो।
ख्याकले पढ्दै जान्थ्यो र बेला बेलामा राजुसँग शब्दको अर्थ सोध्थ्यो। कुनै शब्दको अर्थ राजुलाई थाहा नभए ख्याकले उसैलाई डिक्सनरी हेर्न लगाउँथ्यो। आधुनिक ज्ञान विज्ञानका शब्दहरू उच्चारण गर्न उसलाई गाह्रो हुन्थ्यो। त्यस्ता विषय राजुले उसलाई सिकाउँथ्यो। कुनै कुनै विषयमा त राजुले पुरै पाठ पढेर उसलाई सुनाउनु पर्थ्यो। जे होस्, सानो ख्याक आफ्नो काममा इमान्दारी साथ लागेको थियो। तर गणितको होमवर्क गर्ने बेलामा सानो ख्याकलाई ठूलै समस्या पर्यो। उसलाई सामान्य जोड घटाउ र गुणान मात्रै आउँथ्यो। गणितका फर्मुलाहरू उसलाई थाहै थिएन। उसले राजुसँग मद्दत माग्यो। मेरो छेउमा बसेर मलाई गणित सिकाउ त, अलिअलि गाइड गर्यो भने मैले टिपिहाल्छु, उसले भन्यो। इतिहासको होमवर्क गर्ने बेलामा त्यो सानो ख्याक साह्रै दिक्क भयो, किनभने उसलाई भूत प्रेतको इतिहास मात्रै थाहा थियो। मानिसको इतिहास कति पनि थाहा थिएन। त्यसैले उसले राजुलाई पुस्तकालयमा गएर इतिहासका किताब ल्याउन लगायो। उसले भन्यो, यी सबै किताब मैले मात्रै पढ्न सक्दिनँ, तिमीले पनि पढ्न सघाउनु पर्छ। यसरी दिनदिनै त्यो सानो ख्याकले राजुको होमवर्क गर्न मेहनत गर्यो। उसले राजुलाई पनि फुर्सद दिएन, नजानेको कुरा सोधिहाल्थ्यो। राति अबेरसम्म पढ्थ्यो र राजुलाई पनि सुत्न दिँदैन थियो। बिचरा राजु आँखा मिच्दै स्कुल जान्थ्यो। स्कुलबाट फर्कने बित्तिकै सानो ख्याकलाई मद्दत गर्न बस्थ्यो। आखिरमा स्कुलको अन्तिम दिन पनि आयो। होमवर्क पनि सकियो। सानो ख्याकलाई बिदा दिन करै लाग्यो। राजुले सबै विषयमा पहिलो श्रेणीको नम्बर पायो। उसका सबै साथीहरू छक्कै परे। उसका साथीहरू पनि दङ्ग भए र उसको तारिफ गरे। उसका आमा बाबालाई पनि अचम्म लाग्यो। राजुले कसरी यस्तो राम्रो नम्बर ल्यायो भन्ने उनीहरूले थाहै पाएनन्। राजुको व्यवहार फेरिएको देखेर पनि उनीहरू छक्क परे, किनकि राजुले आफ्नो कोठा सफा गर्ने, कापी किताब मिलाउने, लुगा स्याहार्ने आदि सबै काम आफैले गर्न थालेको थियो। उसको बोली वचन पनि नम्र भएको थियो। ऊ अर्कै मानिस भएको थियो। सानो ख्याक बिदा भएर गइसकेपछि पनि राजुलाई सबै होमवर्क ख्याकले नै गरेको हो भन्ने लागिरह्यो। तर वास्तवमा सानो ख्याकले होइन, राजुले नै आफ्नो होमवर्क गरेको थियो। कथा रहेको थियो, राजुको होमवर्क कसले गरिदियो? कथाकार क्यारोल मुर, अनुवादक विजय कसजु। लागौं अर्को बालकथातर्फ। शीर्षक रहेको छ जुरेलीको पछुतो। कथाकार विनय कसजु। जुरेली चरी मिठो गीत गाउन नामी थिए। ऊ मेहनती पनि थिए। ऊ दिनभरि खेतबारीमा डुल्थे र बाली नालीलाई नोक्सान पुर्याउने किरा फट्याङ्ग्राहरू खान्थे। किसानले खेतबारी जोतेको बेलामा जुरेली किसानको पछि पछि उडिरहन्थे र माटोबाट निस्केका किरा खान्थे। यसैले किसानहरू जुरेलीलाई माया गर्थे। एक दिन एकजना किसानको छोरा राजुले खेतबाट निस्केका किरा फट्याङ्ग्रा एउटा बट्टामा बटुल्यो। उसले बट्टाभरिको किरा जुरेलीलाई दिँदै जुरेलीसँग एउटा प्वाख माग्यो। बट्टाभरि किरा देखेर जुरेली दङ्ग परी। मेहनत नगरिकन यति धेरै किरा खान पाएकोले उसले खुसीसँग आफ्नो एउटा प्वाख चेकेर राजुलाई दिए। भोलिपल्ट पनि राजुले बारीबाट किरा बटुल्यो र जुरेलीलाई बट्टाभरि किरा खान दियो र अर्को प्वाख लियो। यसरी राजुले दिनदिनै किरा बटुलेर जुरेलीलाई दिन थाल्यो र जुरेलीले पनि आफ्नो प्वाख राजुलाई दिन थाली। मेहनत नगरिकन किरा खान पाएपछि जुरेलीले बारीमा उठ्न र किरा बटुल्न छाडी। ऊ बिस्तारै अल्छी हुँदै गई। किरा खान बारीमा नआएपछि किसानहरूले पनि जुरेलीलाई माया गर्न छाडे। दिनदिनै राजुलाई प्वाख दिन थालेकोले उसको प्वाख पनि सकिँदै गयो। उसले पखेटाको प्वाख पनि दिए। त्यसपछि ऊ राम्ररी उठ्न पनि सकेन। जाडो याम आयो। राजुले किरा बटुलेर ल्याउन पनि छाड्यो। जुरेलीको पखेटामा थोरै मात्र प्वाख बाँकी रहेकोले ऊ बेगले हावामा उडेर किरा समात्न पनि नसक्ने भई। बिस्तारै ऊ कमजोर हुँदै गए। उसको जिउमा उसलाई न्यानो दिन चाहिने जति प्वाख पनि बाँकी थिएन। उसलाई जाडो लाग्यो। ऊ बिरामी परी। मेहनत नगरी सजिलोसँग बाँच्न खोजेकोमा पछुताउँदै उमरी। कथा रहेको थियो जुरेलीको पछुतो। कथाकार विनय कसजु। लागौं अर्को कथातर्फ। अर्को बाल कथा रहेको छ वनको दमकल। कथाकार विनय कसजु। कालो कौवाले आफूलाई निकै चलाक ठान्थ्यो। उसले वनको माझमा अग्लो रुखमा गुड बनाएको थियो। त्यो रुखमा ढुकुर, चिबे, सारौं, टोकटोके जस्ता चराहरूले पनि गुड बनाएका थिए। काले कौवाको गुड सबैभन्दा माथि रुखको टुप्पामा थियो। कसैले गुडमा भर्खर फूल पार्न थालेका थिए भने कसैले कोरल्दै थिए। काले कौवाको फूलबाट भने चलाहरू निस्किसकेका थिए। वनको नजिकै गाउँ थियो। गाउँमा मन्दिर पनि थियो। काले कौवा दिनदिनै मन्दिरमा जान्थ्यो। मन्दिरका पेटीमा लस्करै मूर्तिहरू र तुलसीको महिरो थियो। मानिसहरू मन्दिरमा जाँदा ती मूर्तिहरू र तुलसीको पनि पूजा गर्थे। उनीहरूले महिरोमा धूप बत्ती बालेर फलफूल, रोटी र मिठाई प्रसाद चढाउँथे। काले मन्दिरमा गएर प्रसाद खान पल्केको थियो।
ऊ सबेरै मन्दिर जान्थ्यो। मन्दिरमा आउने भक्तहरूले कौवालाई देख्दा शुभ शुभ बोल भन्थे। मानिसहरू कौवा करायो भने कुनै न कुनै समाचार आउँछ भन्ने ठान्थे। त्यसैले उनीहरूले शुभ समाचार आओस् भनेर कौवालाई त्यसो भन्ने गर्थे। तर कालीको ध्यान मानिसको भनाइमा भन्दा उनीहरूले चढाएको प्रसाद माथि पुग्थ्यो। उसले मानिसहरू अलि टाढा भएको बेलामा बेगले उडेर ठोटले प्रसाद टिप्थ्यो र पर्खाल वा नजिकैको रुखमा बसेर खान्थ्यो। कहिलेकाहीँ उसले दुना बोहतामा राखेको प्रसाद भाँडासँगै उचालेर लैजान्थ्यो। गुटमा चल्ला निस्केपछि भने उसले मन्दिरमा भेटाएको प्रसाद गुटमै लैजान थालेको थियो। एक दिन काले कौवा मन्दिरमा पुग्दा मानिसहरूको निकै भिड देख्यो। त्यो दिन मन्दिरको वरिपरि लाख बत्ती बालेको रहेछ। तुलसीको महिरोमाथि पनि बोहतामा बत्ती बालिएको थियो। बोहतामा हलुवा प्रसाद देखेर काले लोभियो। आफ्ना चल्लाहरूलाई हलुवा खुवाउन उसलाई मन लाग्यो। उसले भिडलाई व्यवस्था गरेर महिरोमाथि बसेर हलुवा टिप्न खोज्यो। तर उसको मुखमा थोरै हलुवा आयो। त्यसैले उसले हलुवाको बोहतालाई ठोटले च्याप्यो र गुँडतिर उड्यो। बत्ती बालिरहेका बोहता कौवाले लगेको देखेर मानिसहरू डराए। गाउँमा धेरै घर र गोठहरू खरले छाएका थिए। घर वा गोठको छानामाथि बसेर कौवाले प्रसाद खाँदा खरको छानामा आगो लाग्न सक्थ्यो। त्यसैले मानिसहरूले हा हा भन्दै कौवालाई केही परसम्म लखेटे। तर कौवा वनतिर लागेपछि उनीहरू फर्किए। काले कौवा बहुता बोकेर सोझै वनतिर लाग्यो। हावाको बेगले गर्दा बहुताको बत्ती निभिसकेको थियो। तर त्यसमा आगोको फिलिङ्गो बाँकी थियो। कालेले बहुता गुटमा बिस्तारै बिसायो। चल्लाहरू भोकाएका थिए। तिनीहरूले मुख बाउँदै खानेकुरा माग्न थाले। कालेले हतार हतार तिनीहरूलाई हलुवा खुवाउन थाल्यो। चल्लालाई हलुवा खुवाउने सुरमा उसले बहुताको बत्तीको फिलिङ्गो गुटमा खसेको चालै पाएन। उसले गुट सुकेका घाँसपात र झिझाहरूले बनाएको थियो। फिलिङ्गोले ती सुकेका घाँस र झिझालाई टिप्यो। गुटबाट धुवाँ निस्किन थालेपछि काले कौवा आत्तियो। उसले का गर्दै चिच्याउँदै वरपरका चराहरूसँग गुहार माग्न थाल्यो। त्यो रुख र वरिपरिका अरू रुखमा गुट बनाएर बसेका चराहरू उडेर कौवालाई मद्दत गर्न आए। उनीहरू कौवाको गुटमा आगो लागेको देखेर आत्तिए। आगो फैलियो भने त्यो रुखमा मात्रै होइन, वरपरका रुखमा गुट बनाएर बसेका चराहरूको फूल र चल्लाहरू पनि डट्थे। यसैले सबै चराहरू आत्तिए। उनीहरू रुन कराउन थाले। त्यो रुखको फेदको टोटकामा न्याउरी मुसाको परिवार बस्थ्यो। चराहरूको हल्ला सुनेर न्याउरी मुसा बाहिर आयो। उसले रुखमाथि धुवाँ देख्यो। उसले कुरा बुझिहाल्यो। ऊ दगुर्दै गुन्टे हात्ती कहाँ पुग्यो। गुन्टे पोखरीमा खेल्दै थियो। उसले सुटमा पानी भरेर आफ्नो जिउमाथि छम्किरहेको थियो। न्याउरी मुसाले गुन्टेलाई वनमा आगो लाग्नै आँटेको कुरा सुनायो र मद्दत माग्यो। वनमा आगो लाग्यो भने गुन्टेको परिवारको पनि ललह बिलह हुने थियो। वनमा आगो लाग्ने कुरा सुनेर ऊ पनि आत्तियो। उसले तुरुन्तै आफ्नो सुटमा सकेसम्म धेरै पानी भर्यो र कौवाको गोठतिर दगुर्यो। कौवा बस्ने रुखमा पुग्दा गुन्टे हात्तीले कौवाको गोठमा आगो बलिरहेको र चल्लाहरू भुइँमा चिची गरिरहेको देख्यो। उसले आफ्नो सुट गुठतिर फर्काएर सकेसम्म बल गरेर पानीको फोहराले आगो निभाउन खोज्यो। उसले सुटमा भएको सबै पानी रितिँदा पनि गुठबाट धुवाँ आउन छाडेन। ऊ फेरि दगुर्दै पोखरीमा पुग्यो र सुटमा पानी भरेर ल्यायो। यसरी धेरै पटक पानी ल्याउँदै उसले आगो निभायो। गुन्टे हात्तीले वनलाई आगोबाट जोगाएकोमा वनका चराहरू मात्रै होइन, अरू जनावरहरूले पनि हात्तीको ठूलो गुण माने। उनीहरूले गुन्टेलाई फूलमाला लगाइदिए। गुन्टेलाई मनपर्ने उखु, केरा, मेवा आदि फलफूलहरू उपहार दिए। गुन्टे पनि दङ्ग पर्यो। कथा रहेको थियो वनको दमकल। लागौं आजको लागि अन्तिम बालकथातर्फ। कथाको शीर्षक जन्मदिनको उपहार। कथाकार विनय कसोजु। भोलि मेरो जन्मदिन हो। मलाई भोलि मेरो स्कुलका साथीहरूले अचम्मको उपहार दिन्छु भनेका छन्। त्यो अनौठो उपहार के होला भनेर जान्न मलाई निकै खुल्दुली लागेको छ। कहिले भोलि होला भनेर म आत्तिएको छु। मेरो नाम शैली हो, तर मलाई साथीहरूले मिस स्लो भन्छन्। म जहिले पनि स्कुलमा ढिलो पुग्छु। त्यसैले होला स्कुलमा सर र मिसहरूले पनि मलाई स्लो भनेर बोलाउन थाल्नु भएको छ। तर मलाई स्लो भनेको कति पनि मन पर्दैन। म सानो कछुवा हुँ। मेरो घर फेवातालको छेउमा छ। मेरो स्कुल तालको पल्लो छेउमा छ। स्कुलबाट फर्किने बित्तिकै मलाई तालमा पौडी खेल्न, साना साना माछा समातेर खान मन लाग्छ। तर आमाले मलाई खेल्न जान दिनुहुन्न। सधैँ पढ पढ भनिराख्नुहुन्छ। म सबै साथीहरूभन्दा पहिले स्कुलमा पुग्न चाहन्छु, तर मेरा हात गोडा छोटा छन्। जति छिटो दगुर्न खोजे पनि साथीहरूले मलाई उछिन्छन्। पहिलो पिरियडको अङ्ग्रेजी कक्षामा म सधैँ ढिलो पुग्छु। त्यसैले अङ्ग्रेजी विषयको जाँचमा थोरै नम्बर पाउँछु। म जाँचमा कहिले पनि फेल भएको छैन।
सबै विषयमा राम्रै नम्बर ल्याउँछु, तर अंग्रेजीमा धेरै कमजोर भएको हुनाले कक्षामा राम्रो पोजिसन ल्याउन सक्दिन। जति मेहनत गरे पनि कक्षामा राम्रो पोजिसन ल्याउन सकेन भनेर आमा सधैँ पीर मान्नुहुन्छ। मलाई खेल्न पनि जान दिनुहुन्न। मलाई ठिक समयमा स्कुल पठाउन कोसिस गर्नुहुन्छ। सबेरै खानेकुरा पकाउनुहुन्छ, मिठो मिठो खाजा राखेर स्कुल पठाउनुहुन्छ। मेरो जन्मदिनमा मैले मेरो कक्षाका सबै साथीहरूलाई निम्तो गरेको छु। आमाले मेरा सबै साथीहरूलाई पुग्ने सेलरोटी र अचार बनाउनु भएको छ। मेरा साथीहरूले मलाई जन्मदिनको उपलक्ष्यमा अनौठो र निकै काम लाग्ने उपहार दिए। म उनीहरूको गुण कहिल्यै बिर्सन सक्दिन। उनीहरूले मलाई पाङ्रा भएको जुत्ता उपहार दिएका छन्। त्यो जुत्ता आएर अब म खरायोलाई पनि भेट्टाउन सक्छु। अब म सबैभन्दा पहिले स्कुल पुग्छु। कुनै पनि कक्षा छुटाउँदिन। सबै विषयमा राम्रो गर्छु। अब आउने जाँचमा फर्स्ट पोजिसन ल्याउने कोसिस गर्छु। म फर्स्ट भएँ भने मलाई कम्प्युटर किनिदिनुहुन्छ भनेर आमाले भन्नुभएको छ। यो रहेको थियो बालकथा जन्मदिनको उपहार। यो सँगसँगै आजका सम्पूर्ण बालकथाहरू सकिएका छन्। यी बालकथाहरूका कथाकार तथा अनुवादक हुनुहुन्छ विनय कसोजुज्यू। यो कथा मैले balsansar.org बाट साभार गरेको हुँ। तपाईलाई कथा कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।